नमस्कार सम्पूर्ण साथीहरुमा नेपाली शेयर बजार च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत गर्दछौं। सधैं जस्तै नेपाली शेयर बजार र यससँग सम्बन्धित जानकारीहरु लिएर आउने क्रममा नोबेल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको जानकारी लिएर आइपुगेका छौं। यो बैंकले कति लाभांश दिँदैछ र यसको लाभांशको इतिहास कस्तो छ, बोनस कि क्याश केमा दिँदैछ जस्ता जानकारीहरु यस भिडियोमा दिनेछौं। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर धनीहरुको लागि चाहिँ हाल कायम चुक्ता पुँजीको 12.50% लाभांश दिने घोषणा गरेको छ र उक्त लाभांश नगदमा कर प्रयोजनार्थ समेत गरी वितरण गर्ने घोषणा गरेको छ भने यो चाहिँ नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो दरमा चाहिँ लाभांश वितरण गरिनेछ भने यो बैंकले विगतमा कस्तो लाभांश दिइरहेको थियो त? यो कमर्सियल बैंकहरु मध्ये अग्रणी पंक्तिमा रहने यो बैंक नोबेल बैंक लिमिटेडले चाहिँ विगतमा कस्तो किसिमको लाभांश दिइरहेको छ भन्ने कुरा हेरौं। अब यो बैंकले विगतका वर्षहरुमा चाहिँ राम्रै लाभांश दिने गर्थ्यो, तर अहिले पछिल्लो समयमा चाहिँ लाभांश त्यति दिन सकिराखेको छैन। यसले आर्थिक वर्ष 2076-77 को हेर्यो भने चाहिँ 35.26% लाभांश दिएको थियो। त्यसमध्ये 33.5% बोनस र 1.76% चाहिँ क्याशमा गरी कुल 35.26% चाहिँ यसले लाभांश दिएको थियो भने आर्थिक वर्ष 2077-78 मा हेर्यो भने यसले कुल 38% लाभांश वितरण गरेको थियो, जसमा 33.6% बोनस र 4.4% क्याश गरेर कुल 38% लाभांश वितरण गरेको थियो र आर्थिक वर्ष 2078-79 मा चाहिँ यसले 30% लाभांश वितरण गरेको थियो, जसमा 18.50% बोनस र 11.5% चाहिँ क्याशमा लाभांश वितरण गरेको थियो र यसले आर्थिक वर्ष 2079-80 पछि चाहिँ बोनस दिन छाडेको छ। आर्थिक वर्ष 2079-80 मा चाहिँ क्याश 11% दिएको छ। त्यसैगरी 80-81 मा चाहिँ 10% क्याश मात्रै दिएको छ भने अहिले आएर 81-82 मा चाहिँ 12.5% जुन चाहिँ क्याशमा मात्रै दिने घोषणा गरेको छ र यो आर्थिक वर्ष 2081-82 को लाभांशको लागि चाहिँ यसले बुक क्लोज डेट अझै तय गरिसकेको छैन। तय नभएकोले गर्दाखेरि अझै पनि कायम हुन आउने शेयर धनीहरुले चाहिँ यो लाभांश चाहिँ प्राप्त गर्न सक्नुहुनेछ र यस्तो किसिमको लाभांशको इतिहास रहेको यो नोबेल बैंक लिमिटेडले चाहिँ गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर धनीहरुको लागि चाहिँ लाभांश घोषणा गरेको छ। हस् त, धन्यवाद। यस्तै जानकारीहरु हेर्न र सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। साथै मन पर्यो भने लाइक र मनमा लागेका केही कुराहरु कमेन्ट गर्न नबिर्सनु होला। साथै साथीहरुलाई सुनाउनको लागि शेयर गर्न र छेउमा रहेको बेल आइकनलाई पनि क्लिक गर्न नबिर्सनु होला।